Hi everyone, good morning. आज म फेरि तपाईहरुलाई एउटा छोटो क्विक भिडियो लिएर आएको छु है. यो मैले as I had already mentioned है, explained properly what is premature and mature gray hair है. So आज म फेरि तपाईहरुलाई एकदमै छोटो भिडियो लिएर आएको छु है. प्लिज सुनिदिनुहोस् है तपाईहरु, किनभने मैले क्लाइन्ट आउनुहुन्छ मेरो सालोनमा, इच इन्डिभिजुअल क्लाइन्टलाई मैले एक्सप्लेनेसन गर्नु मलाई डिफिकल्ट हुन्छ है. सो लामो एक्सप्लेनेसन हुन्छ, सो मैले डिफिकल्ट हुन्छ उहाँहरूलाई हरेक एकजनालाई मैले भन्नुपर्ने. सो यो जुन चाहिँ प्रिमेच्योर ग्रे हेयर छ, मच्योर ग्रे हेयर छ, इट्स नट अ एजिङ हेयर है. यो जस्ट हामीले एजिङ बुढो भएर फुल्ने कपाल भन्छौँ हाम्रो भाषामा, तर यो होइन. जब हामी ह्युमन हामी जन्म लिन्छौँ, हामी त्यो बेला हामीले एउटा कलर पिगमेन्ट लिएर आएको हुन्छौँ हाम्रो कपाल टाउकोमा है. हामीले गोल्डन कलर पनि लिएर आएको हुँदैनौँ, सेतो कपाल पनि लिएर आएको हुँदैनौँ. एउटा कलर लिन्छौँ, द्याट्स कल्ड कलर पिगमेन्ट. कसैको जेट ब्ल्याक हुन्छ, कसैको लाइट ब्राउन हुन्छ, कसैको ब्राउन हुन्छ है. सो त्यो कलर पिगमेन्ट जब हाम्रो स्ट्रान्ड तपाईले माइक्रोस्कोपमा हेर्नुभयो भने इट हेज इनमोस्ट लेयर्स है. जब त्यहाँनिर चाहिँ मेलानिनको प्रोडक्सन बन्द हुन्छ, स्टप हुन्छ, अनि हाम्रो कलर पिगमेन्ट हराएर चाहिँ जस्ट ट्रान्सपेरेन्ट भएको मात्रै हो है. सो एजिङ, यो एजिङ कपाल होइन. एजिङ हो भने आज सानो नानीलाई किन वाइट प्रिमेच्योर ग्रे हेयर हुँदैछ, सानो नानीलाई किन सेतो कपाल आउँदैछ है. सो त्यो भएर चाहिँ जब तपाईहरुले कलर एप्लिकेसन गर्नुहुन्छ है, लिक्विड इट हेज अमोनिया हुन्छ. सो एभ्री 15 days 20 days मा तपाईले कलर टचअप गर्नुहुँदैछ भने लिक्विड कलर इट पेनेट्रेट्स है, हाम्रो स्क्याल्पको भित्र पेनेट्रेट भएर इट एफेक्ट्स 3 या 4 या 5 वर्षमा तपाईको स्क्याल्पमा कपालै रहँदैन. केमिकल इफेक्ट भन्छ त्यसलाई है. सो ट्राई टु एक्सेप्ट इट. सक्नुभयो भने तपाईको कपाल सेभ हुन्छ है. सो हामीले जुन चाहिँ कलर गर्छौं यो लिक्विड कलर हुन्छ. सो लिक्विड जब एप्लिकेसन गर्नुहुन्छ डाइरेक्टली स्क्याल्पमा, सो इट पेनेट्रेट्स, यो अब्जर्भ भएर भित्र जान्छ है. सो अहिले जति पनि क्लाइन्ट आउनुहुँदैछ, मैले रेन्नेको एउटा पाउडर बेस्ड मैले उहाँहरूलाई सजेस्ट गर्छु. एटलिस्ट पाउडर बेस्ड कुरा स्क्याल्पको भित्र पेनेट्रेट हुँदैन, पाउडर भित्र अब्जर्भ हुँदैन, लिक्विड पेनेट्रेट हुन्छ. सो तपाईले जति सक्दो अभोइड गर्नुहोस्, कम्ती मात्रामा लाउनुहोस्. 2 महिना 3 महिनामा एकपल्ट टचअप गर्नुहोस्. अनि पाउडर बेस्ड कुनै पनि बाहिरबाट एप्लिकेसन गर्ने कुराहरूलाई तपाईले लगाउनुहोस् है. सो आज मैले भनिहालेँ. सो हाम्रो एजिङ हेयर होइन, इट्स कल्ड प्रिमेच्योर मच्योर ग्रे हेयर हो. बट यो चाहिँ जब हाम्रो स्ट्यान्डमा मेलानिनको प्रोडक्सन स्टप हुन्छ अनि हाम्रो कलर पिगमेन्ट हराएर चाहिँ ट्रान्सपेरेन्ट भएको, वाइट भएको, नेचुरल. तपाईहरुलाई अनटाइडी लाग्यो के लाग्यो भने मसँग आएर तपाईले डिस्कस गर्न सक्नुहुन्छ. सो जति सक्दो तपाईले कन्ट्रोल गर्नुहोस्. सो आज फेरि मैले तपाईहरुलाई एक्सप्लेनेसन दिए कि व्हाट इज प्रिमेच्योर ग्रे हेयर, मच्योर ग्रे हेयर, व्हाट इज ग्रे हेयर भनेर मैले अलरेडी तपाईहरुलाई भनिसकेको छु. स्टिल मैले आज पनि तपाईलाई यो भिडियो लिएर आएको कारण चाहिँ तपाईले जति सक्दो शेयर पनि गरिदिनुस् अनि सुनिदिनुस् राति टाइम पाए पनि बसेर. हवस्, थ्यांक यू सो मच.